नमस्ते, म अरविन्द आइकेबाट। नमस्कार, म इटहरी उपमहानगरपालिकाको नगर प्रहरी पुष्कर निरौला। पुष्कर निरौला हुनुभयो है। म हजुरलाई चाहिँ के भन्न चाहन्छु भने यहाँनिर चाहिँ कसरी व्यवस्थापन गरिरहनु भएको छ, हजुर चाहिँ कस्तो कस्तो ठाउँमा जानुहुन्छ अनि के कसरी यहाँको सिचुएसनहरूलाई चाहिँ ह्यान्डल गरिराख्नु भएको छ? नगर प्रहरीको काम कर्तव्य अधिकारभित्र, क्षेत्र अधिकारभित्र यो बजार व्यवस्थापन पनि एउटा हाम्रै अधिकार क्षेत्रभित्र पर्छ। अब विशेष गरी यो हटिया क्षेत्रमा चाहिँ यो पुलको मुखमा अत्याधिक चोरी चकारी, यो लुटपाट विशेष गरी हुने गरेकोले यो पुलको छेउछाउमा चाहिँ हामी विशेष प्राथमिकता दिएर यो छेउछाउमा चाहिँ नराख्नलाई बेसी अनुरोध गर्छौँ। हामी नराख्नलाई अनुरोध गर्छौँ, तर जबरजस्ती गरेको खण्डमा हामी उठाउने पनि गरेको छ। यो पुलको छेउछाउमा चाहिँ एकदम साँघुरो मुख छ, यहाँ चाहिँ एकदम बेसी भिडभाड हुने, त्यसपछि 2-4 जना मान्छेले यस्तो ठेलठाल गरेर जस्तो गरेर एकदम सुनको सिक्रीहरू, पर्सहरू लुटपाट हुने हाम्रो नगर प्रहरी शाखामा एकदम बेसी जनगुनासो आएको हुनाले यो पुलको छेउछाउमा चाहिँ हामीले विशेष गरी ध्यान दिने गर्ने छ। भित्र पनि हाम्रो नगर प्रहरीहरू हुनुहुन्छ के अरे त्यो बाटोमा यो राखेको ठाउँमा एकदम क्लियर तरिकाले हिँड्नु भएको छ। दमकल समकल हिँड्ने, यताउता हिँड्ने ठाउँ चाहिँ विशेष गरी त्यति हिँड्ने चाहिँ क्लियर हुनु पऱ्यो भन्ने हाम्रो हो। विशेष गरी आग लागि हुँदा यताउता गर्दा दमकल समकल हिँड्न सहज तरिकाले आवाज जाओस् गर्नलाई हामीले हटिया अलिक खुल्ला होस् भन्न चाहन्छौँ हामी। त्यसै गरी अहिलेका युवाहरूलाई चाहिँ हजुर के भन्न चाहनुहुन्छ होइन? बाइकहरूमा चाहिँ एकदमै मजाले कुदाइराख्नु भएको हुन्छ, जुन कारणले गर्दा चाहिँ यहाँनिर बाटोमा चाहिँ एक्सिडेन्ट हुने गर्छ, कतिजना निर्दोषको ज्यान जाने गर्छ। उहाँहरूलाई चाहिँ हजुर के भन्न चाहनुहुन्छ? विशेष गरी यो पछिल्लो क्रममा ट्राफिक नियम बेसी उल्लङ्घन भएको देखिरहेको हुन्छ। हामी पनि बजारतिर हिँडिरहेको हुन्छौँ, त्यो रातो बत्ती बलिरहेको हुन्छ, त्यसमा रातो बत्ती बलेको भने जबरजस्ती गर्ने, त्यो ट्राफिक लाइट नमान्ने, जेब्रा क्रस नहेर्ने, जता मन लाग्यो त्यतै बाटो काट्ने, त्यो जेब्रा क्रस हुँदाहुँदै पनि अरूतिरबाट बाटो काट्ने। यो विशेष गरी यो मोटरसाइकलमा चाहिँ अलिक रफ कुदाउने, अहिले पछिल्लो क्रममा एकदम रफ कुदाउने, हेलमेट नलाउने, रफ कुदाउने, 2-जना 3-3 4 चढ्ने, अनि त्यो एकदम त्यो हुन्छ नि त्यो स्पिड पनि त्यो के खालको स्पिड कुदाउने, त्यो घचाघुचुक बनाउने, यस्तो लडमला जस्तो गरेर कुदाउने। त्यसले गर्दा चाहिँ विशेष गरी यो बाटो अब साँघुरो पनि छ, अरूतिर भन्दा यो खनार एरियातिर साँघुरो छ। त्यही भएर चाहिँ यहाँ विशेष धेर एक्सिडेन्ट हुन्छ। अलिक बिस्तारो, छिटो गयो भने ढिलो गयो भने पुगिन्छ, छिटो गयो पुगिँदैन, बिस्तारो हेरेर कुदाउनु पऱ्यो, ट्राफिक नियम पालना गर्नु पऱ्यो। हाम्रो सरले चाहिँ हामीलाई यति टाइम दिनुभएकोमा म सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु है। घाम यस्तो छ, चस्मा नलगाई काम गर्नुभएको छ। म हजुरलाई गिफ्ट गर्दैछु, हजुरको गिफ्ट यसलाई अनबक्सिङ गरिदिनु न। धन्यवाद तपाईँलाई, धेरै धेरै धन्यवाद मलाई चस्मा उपहार दिनुभएकोमा। अरविन्द आई केयर सेन्टरलाई एकदम धेरै धेरै धन्यवाद। यसरी हाम्रो नगर प्रहरी चाहिँ हाम्रै लागि, हाम्रै सुरक्षाको लागि भनेर चाहिँ खटिनु भएको छ है। सधैँभरि चस्मा लगाइराख्नु होला है, यही भन्न चाहन्छु। के भन्न चाहनुहुन्छ अन्तिममा? तपाईँलाई चस्मा दिनुभएकोमा विशेष गरी धेरै धेरै धन्यवाद। सबैजना आएर ती अरविन्द आई केयरमा खनारमा आएर चस्मा किनिदिनु, आँखा जचाइदिनु, त्यही भन्न चाहन्छु। धन्यवाद नगर प्रहरीज्यूलाई। यदि हजुरहरूलाई पनि आँखा सम्बन्धी कुनै पनि समस्या भयो भने चाहिँ हाम्रो अरविन्द आई केयर एन्ड अप्टिकल्समा चाहिँ भिजिट गर्न सक्नुहुन्छ। धन्यवाद सर। धन्यवाद।